साथीहरू आजको वेदर चाहिँ यस्तो छ अनि चिसो चिसो मौसममा तातो तातो मोमो खाने हाम्रो प्लान भयो। सो हामी चाहिँ लाग्यौँ ग्रोसरी स्टोरमा अनि छोरीले चाहिँ नेपाली गीत बजाउनु न भन्दै थिइन् के अनि उनको रिक्वेस्टलाई चाहिँ एक्सेप्ट गर्नै पर्यो। क्यानाडामा चाहिँ नर्मल अरू ग्रोसरी स्टोरहरूमा पनि इन्डियन सामानहरू प्रशस्तै राखेको हुन्छ, नेपाली सामान पनि होइन। अनि हामीलाई चाहिँ के लाग्छ भने नेपाली पसलहरू यो हलाल पसलहरूलाई पनि चाहिँ हामीले एकदमै सपोर्ट गर्नुपर्छ। हामी नेपाली भएर त्यहाँ पाउने सामान चाहिँ हामी किन अन्त किन्ने त, नेपाली पसलमै किनौँ न जस्तो फिल हुन्छ मलाई चाहिँ। अनि हामीलाई चाहिँ केही बाँकी सामानहरू किन्नुपर्ने थियो, त्यही भएर हामी चाहिँ लाग्यौँ फ्रेसको सुपर मार्केटमा। अनि यता बाबु र नानी कति रमाएर बसेको छ कि कार्टमा, हेर्नु न कस्तो खुसी लाग्छ उनीहरूको यो बालापनहरू कति आनन्दले व्यतीत भइरहेको छ जस्तो लाग्छ। अनि त्यसपछि चाहिँ हामी घरमा आइपुग्यौँ। के बनाउने अरे हजुरले आज? मोमो बनाउने बनाउन आउँछ? मोमो के खाने साना? के खाने साना? मोमो खाने? ल हुन्छ। अनि यता मेरो हस्बेन्ड चाहिँ मोमोको प्रेप गर्दै हुनुहुन्छ। अनि मेरो काम भनेको चाहिँ भिडियो लिने मात्रै छ ल अहिलेलाई चाहिँ। अनि बाबु पनि यता डो खेल्दैछ। अनि नानी चाहिँ हरेक कुराहरू सिक्न कस्तो अगाडि बढ्छ क्या। अनि उसको यो कुराहरूले चाहिँ हामीलाई कति खुसी बनाइरहेको हुन्छ। अनि जानी नजानी म पनि यो सेप निकाल्दैछु मोमोको। अनि आज चाहिँ साथीहरू अचार मोमो र झोल मोमो खाने हाम्रो प्लान थियो कि, अनि दुइटै खाऊँ भनेर उहाँले चाहिँ प्रेप गर्दै हुनुहुन्छ। अनि तयारी हुँदैछ ल त। साथीहरू मोमो पनि पाक्यो, कस्तो खाउँ खाउँ लाग्दो मोमो बनेको थियो होइन। त्यो टाइममा त यति भोक लागिसकेको थियो, कतिखेर खाउँ जस्तो भएको थियो नि त। अनि बाबु र नानीलाई पनि हामीले अगाडि दियौँ अनि उनीहरू एकदमै इन्जोय गर्दै खाँदैछ। अनिखेरि अचारसँग खाने भनेर हामी चाहिँ पहिला अचारसँग खानतर्फ लाग्यौँ। त्यसपछि झोल मोमो पनि चाहिँ स्टिल बाँकी छ। झोल मोमो पनि यति धेरै मिठो भएको थियो, उहाँले जे बनाउनुहुन्छ एकदमै मिठो लाग्छ मलाई चाहिँ है। थ्याङ्क यू सो मच मेरो प्यारो हस्बेन्ड। यति नै ल भिडियो, थ्याङ्क यू।